गगन र वन्दना, भुवन र जुनी दुई जोडी कालेगाड जङ्गल घुम्न निस्कन्छन्। जङ्गल घना र रहस्यमय छ। सूर्यका किरणहरू मुस्किलले छिर्छन्। चारैजना रमाउँदै जङ्गलभित्र अगाडि बढ्छन्। वरिपरि चराहरूको चिरबिर। गगन र वन्दना, भुवन र जुनी दुई जोडी कालेगाड जङ्गल घुम्न निस्कन्छन्। जङ्गल घना र रहस्यमय छ। सूर्यका किरणहरू मुस्किलले छिर्छन्। चारैजना रमाउँदै जङ्गलभित्र अगाडि बढ्छन्। वरिपरि चराहरूको चिरबिर र जङ्गली सुगन्ध। गगन हल्का मुस्कानका साथ वन्दनासँग भन्छ, कस्तो सुन्दर जङ्गल, आजको घुमफिर विशेष हुनेवाला छ है। कालेगाड जङ्गलभित्र रङ्गीन चराहरू उड्न थाल्छन्। हरियो रुखका बीचबाट सूर्यकिरण चम्कन्छ। भुवन औलाले इसारा गर्दै जुनीलाई चुपचाप हेर्छ। हेर त, कति रमाइलो जङ्गल। जुनी र वन्दना सुन्दर दृश्य हेरेर मुस्कुराउँछन् र गगन मोबाइलबाट तस्विर खिच्न थाल्छ। एकासी जङ्गलभित्र गोलीयोका आवाज गुन्जन्छन्। जङ्गली सिकारी र जङ्गल रक्षकहरू आपसी गोलाबारी गर्दै लड्न थाल्छन्। गगन र वन्दना, भुवन र जुनी डराएर दौडिन थाल्छन्। लुक्न सुरक्षित ठाउँ खोज्न दौडिरहन्छन्। भुवन चिच्याउँछ, बस झुक, गोलिया चलिरहेछन्। गगन र वन्दना, भुवन र जुनी एक ठूलो ढल्केको रुखमुनि लुक्छन्। जङ्गलभर गोलियोका आवाज र धुलो उडिरहन्छ। चारैजना डर र त्रासका बीच लुकेर बस्छन्। गगन सास फुलाउँदै फुसफुसाउँछ, बस केही बेर चुपचाप बस, सबै ठिक होला। कप्तान रामसिंह र जङ्गल रक्षकहरू गोलियोका साथ अगाडि बढ्छन्। सिकारीहरू भाग्न थाल्छन्। जङ्गलभर जङ्गल रक्षकहरू र सिकारीहरू बीच कडा जङ्ग चलिरहन्छ। गगन र वन्दना, भुवन र जुनी लुकेर हेर्छन् र जङ्गल रक्षकहरूको बहादुरीबाट प्रभावित हुन्छन्। गोलियोका आवाज शान्त हुन्छन् र जङ्गलभर जितको सास फैलन्छ। जङ्गल रक्षकहरू विजयका साथ उभिएका छन्। चारैजना राहतको सास फेर्छन्। भुवन हल्का मुस्कानका साथ जुनीलाई हेरेर भन्छ, यो जङ्गल साँच्चीकै जादुई र अद्भुत रहेछ। गगन र वन्दना, भुवन र जुनी जङ्गल रक्षकहरूसँग हात मिलाउँछन् र जङ्गल र जङ्गली जनावर जोगाउने प्रण गर्छन्। जङ्गलभर चिरबिर गर्दै चराहरू गुन्जन्छन् र चारैजना जङ्गल र जङ्गली जनावर जोगाउन सधैँ तत्पर रहने प्रण गर्छन्। अबदेखि जङ्गल र